हेलो नमस्ते ढोबिया क्या करो सुमी जरा सुमी वेलकम बैक टु माई युट्युब च्यानल म चाहिँ आफ्नै उयोमा फलेको कागती अहिले टिपेर आएको फेरि पनि अब त्यसको बट देखाउन जाँदैछु म चाहिँ नमस्ते ढोबिया तिम्रो हेरैले मेरो धड्कन रोकिया यहाँ छ कागतीको बट चाहिँ ल हेर्नुहोस् फलेको ल हेरौँ त तर यो अलिक छिपेको छैन जस्तो छ कि कतितिर फलेको छ फल्न चाहिँ कति टिप्दै हामीले खाइरहेको छौँ अनि यो रातो रातो साग के हो साग चाहिँ यो पनि रहेछ यो खोइ के हो अनि साथीहरू यस्तो छ म चाहिँ अहिले बेरतामठमा छु आजको मौसम चाहिँ कस्तो मलाई कति चाहिँ घाम लागेर केही छैन म त हप्पी गर्मीले पाकिरहेको छु भन्ने कुरा मलाई मात्र थाहा छ यस्तो छ घाम लागेर केही छैन बिहान कस्तो राम्रो ओ कस्तो राम्रो यो बाँधा लाएर चाहिँ किनभने यो बाँधा छुटेको चाहिँ कति राम्रो होला मेरो कान्छी बहिनी कहिले नाना के हुँदैन यो चाहिँ कान्छा नक्सा यो चाहिँ कान्छी बहिनी आयो धुर्करले यो चाहिँ अब खोइ गोरिला हुनलाई तरै हावा लागेछ त हाम्रो आलु यस्तो उयो भएर भिजाइराखेको अवस्था काइला भेना नमस्ते ढोक दिया हो काली कल्चुडी छोरी सेवा गरिदिनु सेवा गरौँ छोरी सेवा गरौँ छिटो सेवा गर्नु न छोरी नमस्ते ढोक दिया तिम्रो हेरैले मेरो धड्कन ढोक दिया सेवा गरिदिनुहोस् त बेबी हो ढोक दिया हो स्याबास साथीहरू अब के भएको नि हेर्न चाहिँ म भिडियो बनाएको होस् अब चाहिँ हामीहरू के अरे टिकट काट्न जाँदैछु आधा घाम चाहिँ यस्तो छ लिएर हिँड्दैछु हजुर के गर्नु रे कसलाई के साह्रो अतिजना भन्नु न के भन्नु रे बेना भन्दिनँ म केही पनि आथा गर्नु भएर केही थिएन टिकट गर्न जाँदैछु टिकटको भाउ चाहिँ एकदमै धेरै बढिरहेको छ के अरे त्यो त त्यस्तै हो कि तर सानो नानी मेरो छोरीको पनि त्यो लाग्छ भन्दाखेरि चाहिँ नि बराबरी नै लाग्छ भन्दाखेरि चाहिँ पार र तप्केर आइरहेछ दाम अहिले त्यहाँ गएपछि फेरि किबा बढेको छ किबा घटेको छ जाँदैछौँ बुझ्नलाई हामी हजुर हौ त्यसो भन्छ खै हेरौँ न अब गएर बजार ल हेर्न चाहिँ पर पुगिसक्नु भयो ल हेर्नुहोस् आज मोमोको पार्टी चलिरहेको अवस्था है त यहाँ चाहिँ यस्तो तरिकाले आज यो चाहिँ अचार सेलरोटी खाएको खत्तम भएको अवस्था चाहिँ भेज मोमो खाने अवस्था आज चाहिँ यहाँ चाहिँ कोपीको डल्ला र बाङ र बुबु यहाँ दुई बिनी गरिरहेको अवस्था अनि यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ आलु सुकाएर पनि यस्तो भइरहेछ है हेरौँ ल कतिले प्याज काटिरहेको अवस्था होइन
पनि छ यस्तो छ यता लिएर बसिरहेछ कोही मान्छेहरू यता है नायो या ओ या अब चाहिँ यतिको भएको प्याज धनियाँ अनि चाहिँ दुईटा मोमो मसला अब चाहिँ मोमोको किमा यतिको भएको छ है त अब मोमो बनाउँदै गरेको हेर्नु होला हाम्रो मोमोको किमा बनाउँदै सुमिले फर्स्टचोटिमा एउटा मोमो काइली नानाले फेरि बनाउँदै हुनुहुन्छ मोमो अनि यो चाहिँ मैले बुन्दैछु सुन्द्रले यहाँनिर यो गर्दैछ डल्लो म बेल्दैछु हजुर ल हजुरलाई दिन्छु ल अब चाहिँ हामी 2000 मिलाएर 1000 दिनु 1000 तपाईँ खानु भनु अनि 1000 दिए अनि पछि आफ्नो भाइले पछि म त अन्त त जान्न भनेको हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ भेना उहाँ हुनुहुन्छ अब जानु तर गाडी नै आएको छैन त ए गाडी प्लेनै आएको छैन दाइ के पर हुनुहुन्छ भेना हेलो नायो छोरी पसिना आयो आमा कतिर पसिना आएको यस्तो छ नि त गर्मी आमा अनि प्लेनै आएको छैन त भेना 11 नाइमा घुम्नुमा जाम्ला हामी निन्द्रा लागेको हेर्नु त्यहाँ यस्तोमा कालो पनि लागेछ भेना बाई बाई मेरो सामान हुनुहोस् यहाँ आउनुहोस् बेबी यहाँ आउनुहोस् यहाँ बसिरहनुहोस् के छ छोरो बेबी 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 हामी चाहिँ वेटिङमा बसिरहेको छौँ वेटिङमा आमा छोरी बसिरहेको छौँ साथीहरू कस्तो खुसी भएछ के भन्नुभएको परी पहिले होला हौ कालु बेबी नायो हेलो 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 बेबी माया हजुर घर जानुभएको गएको हामी त नि बेबी नो घाम के साह्रो लागेको बेबी कति जानुभएको छोरी कति जानुभएको लाग्यो अब काठमाडौँ जाने नि छोरो काठमाडौँ जाने नि बेबी बाई बाई थापा बाई बाई भद्रपुर भन लगाएर मेरो सामान आएकै छैन उतापट्टि जाँदा हुन्छ हौ कालु सामान आउँछ म मेरो सामान गर्दैछु मान्छेहरू कति ढिलो सामान आएको मेरो छुटेको छ कालु